आफ्टर लङ टाइम वेलकम टु माई युट्युब च्यानल। आज हामी जाँदैछौँ बी हन्टिङ, घरपालुवा मौरी सिकारको लागि। हाम्रो दाइ हुनुहुन्छ एकदमै सुरक्षित तरिकाले यसरी यो मौरीको घारमा उहाँले हन्टिङ गर्न सुरु गर्नु भइसकेको छ। उहाँ एकदमै सुरक्षित हुनुहुन्छ। यो ह्याट पनि उस्तै, नेट, जाली अनि यो रेनकोटको साथमा उहाँले एकदमै मौरी हन्टिङ गर्न स्टार्ट गर्नुभएको छ। लेट्स सी कति आउने हो आज। सो यो उहाँले चाहिँ यो धुवा प्रयोग गर्दै हुनुहुन्छ, जसले गर्दा चाहिँ यो मौरीले अट्याक गर्ने चान्सेस कम हुँदो रहेछ। मौरी चाहिँ यो धुवाले गर्दा लाटिने रहेछ र त्यसले गर्दा हामीले यो यस्तो मौरीको चाका निकाल्न सजिलो हुन्छ। यो चाहिँ 5 थरको एकदम टप भेग वडा नम्बर 5 मा आज हामी शनिबारको दिन सुहाएका छौँ। र यसरी यहाँले देख्न सक्नुहुन्छ यो धुवाको मद्दतले उहाँले मौरीहरूलाई भगाउँदै हुनुहुन्छ। र यो पर यसरी यो मौरीको आफ्नो शिकार हामीले पत्ता लगायौँ र यहाँ यसरी खापै भएर यहाँ बसिरहेछ, देख्न सक्नुहुन्छ। यो तितेपाती, यसलाई तितेपाती भन्छ। यो तितेपातीको पनि प्रयोग गर्नु राम्रो मानिँदो रहेछ यसको शिकारको लागि। यो चाहिँ परम्परागत रूपमा बनाएको घारो, देख्न सक्नुहुन्छ। इन्भाइरोमेन्ट एकदम बब्बाल इन्भाइरोमेन्ट छ, दामी इन्भाइरोमेन्ट। कौन फोन गर्छ? आयो फर्स्ट पहिलो चाका हामीले यसरी निकाल्दैछौँ। यो एकदम दुई स्टेपमै बच्चा आउँछ। एउटा बच्चा म मात्रै छुट्टै काटेर निकाल्न सक्यो। बच्चा जस्ताको त्यस्तै राख्न सक्यो आधुनिकमा। यहाँ अब उपाय हुँदैन। यहाँ चाहिँ अब उहाँ नुपु शेर्पा दाइ हुनुहुन्छ, एकदमै मेहनती दाजु। Wow. So okay guys, thanks for watching. Keep watching.